एक्स्ट्राटेकको यो पिच र त एकदमै यो नेपालमै कहीँ छैन होला, यो फास्ट बलर फ्रेन्डली पिच हो। यो आउटफिल्ड पनि यहाँ आएर हेर्दाखेरि भिजिट गर्दा एकदमै बवाल दामी छ, दामी आउटफिल्ड बवाल छ, सबै एकदमै राम्रो, सब कुरा बवाल छ। खालि एउटा मात्रै भनेको अब यहाँ बाटो राम्रो भयो आउनलाई भने अब केहीको कम्प्लेन हुन्न। त्यसपछि जे होस् धन्यवाद विनोद कुमार भन्नै पर्छ। यति देखेर यस्तो पिच नेपालमा हामीले चाहेर पनि पाउन मुस्किलै छ। ल यसरी वाटर सप्लाईको कुरा छ, सबै कुरा एकदमै म्यानेज छ। आज हामी म्याच नभएको डेमा आएको भएर हामी यसरी भित्र आउन पाइयो। त्यसको लागि पनि भित्र आएर हेर्ने व्यवस्था भएको भएर विनोद कुमारलाई धन्यवाद भन्नुपर्छ। पिएम कपको पिएम कपमा हामी म्याच हेर्न नआए पनि ल एकदमै रमाइलो भइरहेछ। अझै यो म्याचको स्टम्प नै अझै हातमा लिएर यसरी घुम्दाखेरि त मलाई त एकदमै मजा आइरहेछ। यो हेर्दाखेरि सबै कुरा यो भित्रै हामी प्लेयर नै हिँड्ने ठाउँहरूमा जे होस् यो सबै आउटफिल्डदेखि लिएर सबै कुरा यो चाहिँ यो सब धेरै जसोलाई थाहा नभएको कुरो त हुनसक्छ, तर यो चाहिँ हामीले टिभीमा हेर्ने कुरा, मलाई पनि त्यति पहिला त्यति राम्रोसँग थाहा थिएन। यो टिभीमा हेर्ने कुरा चाहिँ यो कार्पेट मात्रै हो है, पेन्टिङ होइन। कार्पेटमा चाहिँ यसरी काँटी ठोकेर उ गरेको हुन्छ। मलाई बरु डाउट लाग्ने कुरा चाहिँ यसले चिप्ल्याउँदैन, प्लेयरहरूलाई झुक्क्याउँदैन भन्ने कुरा चाहिँ अलिक डाउट लाग्छ। यसमा लागेर चोट लाग्दैन भन्ने कुरा त्यो काँटीहरूमा यसो किल्लाहरूमा लागेर। नेपाल टेलिकमको फेरि टेलिकमको अर्कै मेटेरियल रहेछ, यो चाहिँ अर्कै मेटेरियल छ। यो कार्पेट छ, यो अलि यो छातावाला मेटेरियल छ, यो चाहिँ कार्पेटवाला मेटेरियल छ। बाहिरबाट फिल्स लाइक यो स्टम्प मैले जहाँ थियो त्यहीँ राख्दैछु है। फेरि स्टम्प हातमा छोपेर लिएर जान चाहिँ भएन। यहाँको सम्पत्ति केही पनि उ गरे त हाम्रो लागि मजाको कुरो हो। जस्ट आई एम इन्जोइङ इट। सबै कुरा बवाल लागिरहेछ। यो भोलिको लागि तयार गरिराखेको पिच हो, जहाँसम्म रातो माटोको पिच बवाल, सब थोक एकदम बवाल छ। यहाँको सबभन्दा अझै एकदमै दामी लागेको चाहिँ आउटफिल्ड बवाल छ। आउटफिल्ड प्लेयरलाई चोट लाग्दैन कि इन्टरनेसनल क्वालिटी दिन खोजेको होला नि यो होइन, त्यो भएर पनि मजादार छ। प्लिज तिलोत्तमा सरकार, हाम्रो स्थानीय सरकार हो, आग्रह छ यहाँसम्म आउने बाटो राम्रो क्वालिटीको बनाइदिनु भयो भने, यहाँसम्म आउने बाटो एकदम राम्रो क्वालिटीको बनाइदिनु भयो भने बल्ल यहाँ आउने गेमहरूमा इज्जत बढ्थ्यो। फ्लड लाइट पनि छ, यसले पनि एउटा सन्देश हो। यो भनेको व्यक्तिगत तर्फबाट यत्रो ठुलो सन्देश दिने प्रयास भइरहेछ। त्यो कुरालाई त हामीले एटलिस्ट रेस्पेक्ट गरिदिनु पऱ्यो, बाटो प्रपर दिनु पऱ्यो। यहाँ यत्रो धेरै कर्मचारी लगातार निरन्तर खटेर काम गरिरहनु भएको छ होइन। वी मस्ट एप्रिसिएट द्याट।